छामको गैटार कमल बजार र तुर्माखात हुँदै जंगलघाटसम्म जोड्ने बाटोको काम तीव्र गतिमा हुँदैछ। गैटारदेखि सुरु भएको कालोपत्री कमल बजार हुँदै तुर्माखातसम्म तीव्र गतिमा हुँदैछ। पहिले यो बाटो बर्खा हिलामी हुने र हिउँदो धुइरो हुने भएकाले यात्रा गर्दा निकै यहाँका जनताले शास्ति खेप्नु परेको थियो। अहिले यो बाटो कालोपत्र सुरु भएपछि यहाँका जनता भने निकै खुसी भएका छन्। नमस्कार दर्शकबिन, म रमेश विष्ट, विवश यात्री। हामीलाई प्रत्यक्ष रूपमा हेरेर बस्नुभएका भगवान रूपी दर्शकहरूलाई नमन गर्न चाहन्छौँ। आज भने हामी विशेष भिडियो लिएर तपाईहरूको माझमा आएका छौँ। भिडियो कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन भने नभुल्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियो मन परे एक लाइक र शेयर गर्न भने नभुल्नुहोला। साथै हाम्रो युट्युब च्यानल र फेसबुक पेजलाई फलो र सब्स्क्राइब गर्न भने नभुल्नुहोला। छामको गैटार कमल बजार र तुर्माखात हुँदै जंगलघाटसम्म जोड्ने बाटोको काम तीव्र गतिमा हुँदैछ। गैटारदेखि सुरु भएको कालोपत्री कमल बजार हुँदै तुर्माखातसम्म तीव्र गतिमा हुँदैछ। पहिले यो बाटो बर्खा हिलामी हुने र हिउँदो धुइरो हुने भएकाले यात्रा गर्दा निकै यहाँका जनताले शास्ति खेप्नु परेको थियो। अहिले यो बाटो कालोपत्र सुरु भएपछि यहाँका जनता भने निकै खुसी भएका छन्। कमल बजारमा अस्पताल अलपत्र परे पनि बाटोको काम भने तीव्र गतिमा हुँदैछ। भिडियो कस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह भने दिन नभुल्नुहोला। धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा।